कैसा था केही नमान्ने चिन्ता केही भन्ने होइन। म पहिला मगाउन थियो चिन्ता, अब तगाउन थियो म तगाउन चिन्ता। तेरो घर हो मेरो घर होइन, पहिला मेरो घर अब तेरो घर। केही चिन्ता नभने आफ्नो घर भन्ने सम्झने बस्ने माइती गएर आउनु जाउँला मम्मीहरू बुवाहरूलाई सम्झने भने फोन गर्दै रहने। अब त मोबाइल छन् केही छैन, मम्मीको मुख देखिन्छ, बुवा मुख देखिन्छ, बहिनीहरूको मुख देखिन्छ। फोन गरे पनि धेरै चित्त बुझ्छ। केही नभन्नु म स्वतन्त्र लागि म पनि छु, मम्मी बुवाहरू पनि हुनुहुन्छ। टाढा भए पनि त एक दिनको पछि गइहाल्छ। जाला आउलाई आम्नी मम्मी भइदिए भोक लागेपछि बनाइदिनु तिमी नसोध्नु, म दिन्छु तँलाई जतिखेर पनि दिन्छु। त्यही सोध्छ कि भनेर खाना भोक लाग्योला बुहारीलाई भनेर आएर पनि खाना दिन खोज्छु तँलाई। नाइ भन्नेछ नाइ खान्न भन्छ, खान्न। भोक लाग्यो हुन्छ त बाँधे झन् राखेर गोरुले बाँधेर हुन्छ पाखा लागेलाई। हामीले दिए मात्रै पाउँछ पाखा लागे मान्छे खाना, हामीले दिएर मात्रै पाउने हो त। अनि आफै कहाँ खाना पाउने हो र, केही खाना पाउने हो र। घर बसेको मान्छे त केही न केही खाइहाल्छ। बाहिर बसेकोलाई कति भोक लाग्छ। मलाई त्यही सम्झना आउँथ्यो मम्मीहरूको, त्यही सोचेँ भनिकन म त्यही सोचेर बोनो भए पनि त भोक लाग्यो होला त्यसलाई। खाना कतिखेर दिँदैकन खाने कि भनिकन सोधिरहन्छ। पछि मम्मी खाउँला भन्छ। जतिखेर खान्छ उतिखेर बनाइराखेको छ तेरो लागि। दिउँसो भोक मान्छे भनेर आउँछ, भात त्यही टन्नै राखेको हुन्छ एक फाले भने। केटाकेटी त अन्त भाइते गएर चब्रा चुरो खाइराखेका हुन्छन्, गरिया हुन्छन्। अब पाखा लागेपछि त झन् भोक लाग्दा घर गएपछि त जे पो गरौँ यिनीहरू आफूले बनाएर खाउँ, मलाई दिए भयो भनेर सोध्छु। अब बाहिर छ मैले नदिए कहाँबाट पाउँछ र यसले, कसले बनाएर खाने हो। धेरै मान्छे खाने छैन है। त घरमा को छ र, तिनवटा छन्, तेरा बुढाबुढी र म। को छ यहाँ, कोही नन्न छैन, देउर छैन। आफ्नो हालले पकाउने खाने, जतिखेर भोक लाग्दा रोटी बनाउने भात बनाउने खाने टन्नै। किन चिन्ता गर्ने टन्ना खाने। मम्मी बुवाहरू कहाँ जाने अन्त आउने, मम्मी बुवाहरू जस्तो हुन कस्तो छन्, खडा छन् खडा। केही टेन्सन नमान्नु मम्मी बुवाहरूको। जाउँला मम्मी बुवा आउँछु भन्ने, मम्मी बुवाहरूको चित्त बुझाउने रहने। मम्मी बुवाहरू फोन नगरेर दुःख मान्नुहुन्छ, फोन गर्दै रहनु। क्या छ र, फोन पनि गर्नुपर्छ मम्मी बुवाहरूलाई। जन्माया पाले ताले हुर्का 10 महिना दुध खाया उन्नाउनु पऱ्यो नि मम्मीको। कसरी जन्माया हुन्, 10 महिनासम्म बोकेका हुन् तिमीहरूलाई, कसरी हुर्काया हुन्। मम्मी बुवाहरूलाई अनि नसम्झाउँछ, फोन गरिरहनु त म भनिरहन्छु तँलाई। मम्मी बुवाहरूलाई फोन गर्नु, आफ्नो माइती गएर फोन गर्छ कि नै भनिरहन्छु। फोन गर्नुपर्छ जतिखेर खाना खाने टाइम छ, जतिखेर टाइम छ। काम त के छ त, केही छैन काम। के छ र, हामीलाई तिनवटा छु, सके गर्छ नसके गर्दैन। मैले तँलाई पनि गर भने आएन, मैले कहाँ गर भने छु र। त्यो अर्काको बुहारी हो भने बेसी त काममा डलाउने, खाना खाने टन्न नखाने, अनि पस्छ अनि आरामसँग बिस्तारै काम गर्ने आफूले। क्या छ त, आम्नी मेरी छोरी दुइटी थिइन्, तिनवटा छोरी भयो। म त आम्नी छोरीलाई सम्झिन्छु। यस्तै सबैको आमालाई दुःख भनेको, सबैको आमालाई यस्तै दुःख यस्तै पिडो। सबै आमा पर खाना नदिएपछि मलाई कति दुःख लाग्छ छोरीले भनेपछि। त्यस्तै तेरी मम्मीलाई पनि पर्छ हो कि नै, मैले केही भनेपछि पर्छ कि पर्दैन, पर्छ। कति दुःख लाग्छ, मेरो छोरी पढाइ गरेर गएछ, कठै भएर खाना खाइन कि पाइन कि मेरो छोरीले। कस्ता छन् फेला पढाएका, खाना पाउँछ कि पाउँदैन भनेर भन्छन् भन्नु बुवाहरू मम्मीहरू। अनि मलाई पनि त्यही सोध्छु है म, मेरो छोरीलाई खाना पाएँ कि पाइन भनेर मेरो मन दुखिरहन्छ हो। त्यस्तै तँलाई सोध्छु म, आफ्नो छोरी सोचेको छु मैले, बुहारी सोचेको छैन। जस्तै आफ्नो छोरी छ उस्तै, पार्वती जस्तै त्यही लक्ष्मी मेरा घरमा, त्यस्तै सोचेको छु मैले। लक्ष्मी आएछ मेरा घर, लक्ष्मी बसेको छ घरमा राम्रो। म त्यही सोचेको छु, मनदेखि माया गर्छु म। मान्छे देखावटे माया है मान्छेमा गति, म त राम्रो छु हे, म त राम्रो छु भन्छन्। के छ र राम्रो छन्, भित्र बुहारीलाई खाना दिन्नन्, घरभित्र खाना दिन्न, तैँले कमाए भनेर भन्छन्। त्यस्तो भन्ने बुहारीलाई मनदेखि माया गऱ्यो भने भित्रै माया हुन्छ मान्छेको। देखाउँछ माया गर्ने, खाना नदिने बुहारीलाई। त्यस्तो गरे हुन्छ, कति मन रुन्छ मम्मीहरूको, कति चित्त दुःख, कति पाप लाग्ला मलाई बुहारीलाई त्यस्तो गऱ्यो भने, कति पाप लाग्ला। म मर्या स्वर्ग जाउँला क्या, जाने नि त तँलाई खाना नदिएर स्वर्ग जान्न म। त्यहाँबाट अनि म त तेरो लागि त मलाई आँसु पनि आउँछ। जतिखेर माइती घर सुन्ने बेला मलाई कस्तो रुवाई लाग्यो, त्यस्तो भयो मलाई भनेपछि
अन्त बुवालाई त्यति दुःख दिउँला दिन्न म बरु सक्छु म काम आफै गर्छु खाना मात्र बना केही छैन सक्छु गर नसक्यो बसेर बसे पनि बन्दै निन्द्रा लाग्यो सुत एउटा काम क्या त सुतेर बेलुका बिहान गरौँला काम क्या त र त्यति म धान गुड्नु क्या त र त्यहाँदेखि सघा गर्दै नसकेर रहन्छ त्यही हो मेरो भन्ने अरूका जना बेसी त यो काम भएन त्यो काम भएन खाना मात्रै भन्दा त खाने हो पेटभरि हाल्ने खाने खाउँला भनिकन जन्म लियौँ बर जन्मियौँ भगवान्ले हामीलाई बास दिए खाउँला लाउँला भने दुःख गरिरहेको छु यस्तो जिम्मेदारी क्या थियो त नखाने भइदिएर आरामसँग सुतेर नै बसेर क्या थियो र हो कि खानालाई त दुःख त खानै नखाने साथी रानाले कोहीको लागि खाँदै पेटा लाग्यो पेट भोलिआन मरि चामडी स्वर्ग जाने त्यो साँच्चा त्यहीँतिर रहन्छ कोहीको लागि हो खाने लाउने भएपछि खाने लाउने हो कमाइ जमाइ गर्ने खाने आफ्ना छोराछोरी जन्मिएपछि आफ्ना छोराछोरीलाई पनि थोत्तरे आफूले दिमाग लिएर राख्ने हो तेरै हात तेरै पात दिन्छ ठिकै छ दिन्न ठिकै छ नखा पनि बन्दैन नलाइ पनि बन्दैन त्यहीँ चाहिँ छोडेर घर आफू बनाउने तनाइ मलाई दिने आफू खाने आफै खाने अरू क्या छ र केही छैन आफ्नो सासूबारी मिल्ने बस्ने जिन्दगीभरि यस्तो हुनु पऱ्यो म राम्रो भएर पनि हुँदैन त राम्रो भएर पनि हुँदैन हो कि न दुवै सासूबारी राम्ररी हाम्रो कुरो कानी बुझ्यौँ भनेपछि हाम्रो एकजुट हुन्छौँ तब हुन्छ कसले केही भन्दैन ए भाइ र मैले कुरा गरेपछि तेरो गाउँभरिका मान्छे अनि खिसी काट्ने बुहारी यति उस्तै भने कुरा गरेपछि सासूले पनि फत्तुरो हुनुपर्ने बुहारीको कुराहरू कोहीको लागि कुरा गर्ने आफ्ना लागि आफ्नो इज्जतको लागि आफ्नो मनमा जति राम्रो हो नराम्रो आफ्नो घरको मान्छेको कुरा बाहिर गर्ने होइन कहिले पनि सासू भएको मान्छेले बाहिर गएर कुरा गर्नै होइन बुहारीका कुरा काट्ने त त्यो सासू मरे पनि हुन्छ त्यस्तो हुन्छ हो न